चलो गाइस यो चाहिँ आरआर ब्रदर्स ब्लग है। यो चाहिँ साइकल राइडिङ हेर्नु सक्नुहुन्छ होला। आजदेखि हाम्रो नयाँ ब्लग बनाउनु थालेको हामी चाहिँ दाजुभाइ। ऊ चाहिँ रोबन, म चाहिँ रिजन। त्यही भएर हाम्रो च्यानलको नाम आरआर ब्लग्स राखिरहेको छ हामीले। देख्न सक्नुहुन्छ यो गाईको त्यो बरुवा पुल हो। यो हाम्रो साइकल यहाँ छ, रेडी छ। यहाँ चाहिँ मेरो बाइक छ अनि हाम्रो चाहिँ आरआर ब्रदर्स ब्लगदेखि हो। यो गाईको त यो नयाँ बस पार्क बनाएको छ यहाँ। अब हामी यहाँदेखि कता जानेहरू घुम्नु राइड गर्नु साइकल राइड कुन ठाउँ अरे असारी। हामी असारी भन्ने ठाउँमा जाँदैछौँ। तपाईँहरूलाई त्यहाँ भ्यू देखाउनेवाला छौँ। भर्खर पानी परिरहेको छ। केही भिडियो बनाउनु भनेको खै पानी परेर भर्खर कति बजिसक्यो 6 बज्न लाग्यो। 6 बज्नु 1 मिनट बाँकी छ। अब हामीहरू पानी परिरहेछ अहिले मिसिन पानी भिजिरहेछौँ। पानी परिरहेछ। अब अगाडि हेर्नु हाम्रो भिडियो। गाइस हामी यहीँ अब असारी भन्ने ठाउँमा अब तपाईँहरूलाई भ्यू देखाउनेवाला छ। यहाँदेखि गाईघाट बरुवा पुलदेखि असारी भन्ने ठाउँ। सो गाइस हामी पसलदेखि निस्किसकेँ। आज दिउँसोको मैले पानी किन्न आएको थिएँ। पानी 1000 पैसा लिएर आएको थिएँ, फुटेको थिएन। त्यही भएर उधारो लिएको थिएँ। अहिले किरीहरू दुईवटा बोकी बोकीहरू हिँडेको हाम्रो दाजुभाइ। सो गाइस भिडियोमा बनिरहनु होला। अगाडिसम्म हजुरहरूलाई म भ्यू देखाउनेवाला छु। यताको पानी परेछ अहिले मौसम पनि अलिक राम्रै देखिरहेको छ यतिको। गाइस हामी असारी पुग्नु लाग्यौँ। अब यहाँ चाहिँ मेरो भाइ अनि यो म चाहिँ दाइ। मैले अनुहार देखाउँदै थिएँ। यहाँ चाहिँ म है। हामी लगभग असारी पुग्नु लाग्यो अब होइन। अब हेर्नु सक्नुहुन्छ असारी भ्यू देखाउँदा भाइ हेर्नु सक्नुहुन्छ गाइस। यहाँ चाहिँ हाम्रो असारी भन्ने ठाउँ आइपुग्यौँ। यो चाहिँ होस् असारी खोला ब्रिज है गाइस। देख्नु सक्नुहुन्छ हेर्नु सक्नुहुन्छ यो असारी खोला ब्रिज। अब अझै तलसम्म जान्छु नि। योभन्दा धेरै जानु सक्दिनँ। पानी परिरहेछ लगभग यता पानी धेरै आउँदैछ। सो हामी धेरै टाढो जानु सक्दैनौँ। हामी यहीँ छेउसम्म मात्रै हो। फेरि हामी बिरामी भयो भने तपाईँहरूलाई भक्कले देखाउँछ त्यस्तो टाढा टाढाको। त्यही भएर गाइस अब यो भिडियो पनि रमाइलो नै हुनेवाला छ। भिडियोसम्म बनिरहनु लास्टसम्म। नत्र हजुरहरू हेर्नु होला मान्छेहरूलाई पनि अब अल्छी लाग्छ, नराम्रो लाग्छ होइन। कसो हो सही हो। अब हजुरहरू हेर्नु दर्शकहरू हुनुहुन्छ। अब हल्का एन्टरटेनमेन्ट त गराउनै पऱ्यो, रमाइलो गराउनै पऱ्यो। त्यही पनि हजुरहरू हेर्नु सक्नुहुन्छ। आज यति खासै राम्रो हुँदैन, मलाई थाहा पाइसकेको छु।
किनकि पानी परिरहेको छ लगभग, त्यही भएर आज खासै टाढो पनि जानु सकिँदैन। त्यही भएर आज हल्का ठिक्कको सिचुएसनमा हामी तपाईँहरूलाई देखाउँदैछौँ। ब्लग बनाउनलाई हिँडेको के गर्नु हुँदै हेरौँ। पसलमा रोप्नु अब हामी पसलमा रोप्नुवाला छु। सो गाइस अब हामीले चिप्सहरू किनेर बोकिसक्यो। अब अलिक यता अलिक बार बिसाउने राम्रो ठाउँमा, पानी नपर्ने ठाउँमा गएर चिप्सहरू चिसोहरू। मेरो भाइले चाहिँ त्यहाँ एउटा चिप्स जस्तो त्यो चिप्स चाहिँ चोर्यो मेरो भाइले होइन। भिडियोमा देखाउन सकिनँ। अब अलिक भिडियोमा देखाउन अलिक नराम्रो नै हुन्छ नि त। अब सबै मान्छेलाई नसोधिकन अब मान्छेहरूलाई भिडियोमा क्याप्चर गरेर पोस्ट गर्नुको लागि अब मान्छेहरू सबै मान्छेहरू मन पर्दैन सोसियल मिडियामा आउनुको लागि। त्यही भएर भिडियो बनाएन हामीले। कुन चाहिँ पिच पिचहरू पिच छोड्नु भन्नु यो आत्तै सुटाएर लात्तै लड्दै गाई पुग्छ यहाँ हाम्रो क्लासको होइन। सो यो बाटो गाईघाट पुग्ने रहेछ। अब यही बाटो हामी सुई जान्छौँ। अब खै यसो पिसाएर बाटोमा त चिसोहरू खाऊँ भनेको। चिसो त यहाँ रोटी चाउचाउहरू खासै पैसा थिएन, 40 रुपियाँ थियो। त्यति त अलिअलि अब बाटोमा भोक लाग्छ नि त। अब यत्रो लाम चलाएर अब दाना पानी धान्नै पऱ्यो। अब असार आइपुग्नु आँटिसक्यो गाइस। भ्यू देख्न सक्नुहुन्छ यति हेर्नु। सो गाइस अब हामी यहाँ भिडियो सुट गर्नेवाला छु। सो हेर्न सक्नुहुन्छ होला यो ठाउँको नाम चाहिँ मलाई थाहा छैन। असारी छेउचाउने हो। यस्तो छ हाम्रो ठाउँहरू। प्योर हरियाली हरियाली हरियाली। हाम्रो भाइहरू देख्न सक्नुहुन्छ लुकिरहेको। हाम्रो साइकल थियो है, डबल लोड हिँड्ने छ हामी यो साइकलमा। बिक्री गर्छ गाइस, के गर्नु। पैसा छैन नयाँ साइकल किन्नु। अब यो पुरानो साइकललाई अब अलिअलि मोडिफाई हान्दै चलाइँदैछ। मोडिफाई त खासै गरेको छैन। अब यो पनि पानी बोक्नु पुगिरहेको छ। गाह्रो छ हामीलाई। बनाउँछ मेरो। सो गाइस हामीले भिडियो सुट फोटो सुट गरिसकेँ होइन। खासै राम्रो त आएन, अँधेरो भइसक्यो। दिउँसो भएको चाहिँ भ्यू राम्रो आउँथ्यो। रात परिसक्यो त्यही भएर भ्यू राम्रो आएन आज फोटोमा। त्यही भएर अब हामी हिँडेको खाजा खानुपर्ने चाहिँ एउटा ठाउँमा बसेर क्यामेरा अलिक माथि गरेर पछाडिबाट पनि केटा आउँदैछ जस्तो छ। कन्टेन्ट क्रिएटर बन्नु गाह्रो छ केटा हो, गाह्रो छ। गाडी बाटिसक्यो गाइस। साइकल गाडी गाह्रो रहेछ गाइसहरू भने सजिलो हुँदैन। थुप्रो हटाउ न, मेन ब्लगरको त थुप्रै छैन त यार। कस्तो भइरहेछ मेरो फेस है गाइस। अब मेरो भाइको प्लान थियो अब ब्लग गरौँ भन्दा यस्तो भयो। दाइजौँ न ब्लग गरौँ, सबैले गर्छ हामी पनि गरौँ न। हामी कसरी गर्दाखेरि के हुन्छ कि भन्ने कुरा गर्दै थियो भाइले। भाइको रहर त हो भन्दा अब कुरा गर्दै गर्दा भाइको रहर। मेरो भाइको टाउको रुइन्छ त सिधा गरेर तिम्रो थोक्रा मात्रै देखाउनु। अब त मेरो त पर्दैन।
हामी चाहिँ फर्किनेछौँ है गाइस, फर्किनेछौँ हामीहरू। भोलि डेमा तपाईँहरूलाई राम्रो खालको रमाइलो होला, इन्टरटेनमेन्ट गराउँछौँ भोलि हामी। आजको ब्लगमा खासै भएन, रात परिसक्यो, तर यस्तो भ्यूहरू मात्रै देखाउनु लागि छैन तपाईँहरूलाई। घरमा हामी यतिकै बसिरहेको थियौँ, अल्छी लागिरहेको थियौँ। अनि भाइले भने पनि त के हुँदैन, आज सुरुको दिन हो, स्टार्टिङ हो, स्टार्टिङमा राम्रो नराम्रो हुँदा के हुँदैन। अब मन परायो भने गाइस मन परायो, सेयर कमेन्ट फलो गर्छ भनिहाल्यो। गनेर जाउँ भनिदिएको मेरो पालो पनि। अनि हामी यहाँबाट भ्यू देखाउने भनेको हाम्रो त अन छैन दाजु, पिपी हुँदैन, नो पिपी, ओन्ली भ्रुम भ्रुम भ्रुम। रात परिसक्यो यार, केटा हो, रात परिसक्यो, गाह्रो छ हामीलाई। बादलहरू न, त्यो बादलहरू भोक पनि लागिसक्यो, केही खाएको छैन हामीले। गाह्रो छ नि यार केटा हो, कन्टेन्ट क्रिएटर भन्नु पनि। यो चाहिँ कुन स्कुल हो यो? हाम्रो स्कुल हार्दिक स्वागत थियो अरे लक्ष्मीपुर। यो चाहिँ स्कुल हो है गाइस, कोही बेला पढ्नु मन। पहिला हामी यहाँबाट भाग्छौँ गाइस, अहिले पनि भएको छैन। अब हाम्रो भाइहरूले बङ हाल्थ्यो अरे, भाग्थ्यो अरे। बङ हाल्नु नै बाजना छिर्न बस्छ होइन गाइस। साथ सपोर्ट थियो, सपोर्ट थियो तिमीहरू के हातमा त अब केटा उयो भयो, केटा हामी पनि हो, तिमीहरू पनि हो, बुढो आन्टी बुढो अङ्कलहरू पनि हुनुहुन्छ। साथ सपोर्ट गरिदिनु होला हजुरहरूले, साथ सपोर्ट दिनुभयो भने हामीहरू लङ ट्राभल गर्न सक्छौँ। सो किप सपोर्टिङ आस। अनि हामी चाहिँ अब भवनमा आइपुग्यो। म चाहिँ अब भवनमा बस्छु कि, हाम्रो त सेवाङ्गी भन्छ होइन, सेवाङ्गी धर्म हो। हामी चाहिँ नमस्तेलाई जय प्रेम सेवाङ्गी भन्छौँ हामीहरू होइन। अब सबैजना सोध्नुहुन्छ होला, अब घरमा किन आउनुभएको, किन पस्नुभएको। अब यहाँ बसेर गरी जाति बस्नु त अब यस्तो हुन्छ गाइस। अब के अरे धर्ममा पस्नु कस्तो भने चाहिँ अब पूर्वदेखि मानेर आइरहेको धर्म हो हाम्रो होइन, चित्र भन्ने। हामी मान्छौँ, अहिले पनि मान्दिनँ होइन, मान्छौँ। तर हाम्रो पुर्खादेखि पहिलेको हाम्रो त्यो हिन्दू धर्ममा हुनेबाट कस्तो हुन्थ्यो भन्दाखेरि होइन, मेरो पनि कस्तो हुन्थ्यो भन्दाखेरि अब यसमा चाहिँ खुन खराब जारक्सी गराउने अनि मान्छे भगवान्ले चाहिँ अब खुन माग्छ, जारक्सी माग्छ, माग्दैन नि होइन गाइस। अब त्यो खुन मान्छेको लासहरू अब जानवर पक्षीहरूलाई मारेर भोग दिनु भगवान्ले माग्छ। त्यो मान्छेहरू होइन, मान्छेहरूले माग्ने भनेको त्यो मात्रै हो नि त। अब हामी यो धर्ममा किन पसेको भन्दाखेरि खास कुरा भन्दाखेरि अब हामी पसेको सेवाङ्गी जयप्रेममा अब होइन, यसमा हाम्रो खुन खराब हुँदैन, जारक्सीहरू खाइँदैन। यसमा हाम्रो कस्तो हुन्छ भन्दाखेरि दियो जलाउने, मान्छेहरूले प्रार्थना गर्ने, फलफुलहरू अब मान्छेहरूलाई खाजा खुवाउने, खाना फलफुलहरू खुवाउने, हत्ती गरेर मान्छेहरूलाई हाम्रो कुलपित्र मानिन्छ। हस् त यतिसम्म मात्रै आज हाम्रो होइन भ्यू हेर्नु सक्नुहुन्छ। यता यो चाहिँ हाम्रो बरुवा खोला, यो चाहिँ हाम्रो उता माथि पुलदेखि हामीले स्टार्टिङ गरेको थियो भ्लगिङ होइन। हामी यहाँ चाहिँ मैले खोलामा तल, मेरो भाइ चाहिँ यहाँ छ माथि बसिरहेछ। अब हामी यहाँ खाजा खान्छौँ है। सो गाइस अब यता बस्नु खाजा खालिसक्यौँ, राति पुरै परिसक्यो गाइस, खोला रात चाहिँ परिसक्यो है गाइस हजुरहरूको लागि। यो टटरेसमा गएर हालेको हुनुहुन्छ लागि रात परिसक्यो, बत्ती बालेर यस्तो खानु पर्दैछ देख्न सक्नुहुन्छ होला। यो चाउचाउ यो जीवन र चाउचाउ हामीले खाइँदैछ देख्न सक्नुहुन्छ। यो हाम्रो यो क्याम्पिङ गर्नुपर्छ यस्तो गरेर खान्छ।
आजको भिडियो होइन रमाइलो भएन किनभने यस्तो ब्लगिङ पानी परिरहेको थियो राफ्टिङ परिसकेको थियो होइन त्यही कारणले गर्दाखेरि हामीले राम्रो भिडियो बनाउनु पाइनँ यता पनि छ झलुङ्गा पुल छ त्यहाँ होइन भ्यूहरू त राम्रो छ यता भिडियो बनाउनु लागि ठाउँ दामी दामी छ तर मेरो आज पुरा ग्रेनहरू देख्यो कि आज राम्रो भएन सो त्यही भएर गाइस अब हामी भोलि भेटौँ होइन बाई बाई सी यू अब अर्को कन्टेन्टमा रमाइलो अब अर्को नयाँ भिडियो आउँदैछ अब होइन तपाईँहरूलाई गाईघाट जस्तो लभ अब गाईघाट बजार देखाउनेवाला छु अर्को भिडियोमा सो बनिराख्नु होला हाम्रो पेजमा हाम्रो भिडियोहरूलाई लाइक गरिराख्नु कमेन्ट सेयर गरिराख्नु हस् त बाई बाई